अवस्था पीडित उद्धार संघको तर्फबाट अति मानवीय काम भइरहेको छ। डीएसपी साहबले जाउँ भन्नुभयो र विशालजीले सम्झिनुभयो, तयारी गरेर आएको भए अलि राम्रै सहयोग गर्न सकिन्थ्यो। मैले सकेको सहयोग गर्दैछु, उहाँहरूलाई दुवैजनालाई सहयोग गर्न चाहन्छु। आदरणीय समाजसेवी पुण्य गौतमज्यूले दुईजना, एकजना भाइ एकजना बहिनीलाई उहाँलाई केही सूचना नपाएको पनि उहाँले सकेको सहयोग गर्नुभयो। अवस्था वैदेशिक रोजगार पीडित उद्धार संघको तर्फबाट अति मानवीय काम भइरहेको छ। मेरो छेउमा विशाल तामाङज्यू हुनुहुन्छ, उहाँसँग अलि लामै सहकार्य छ। पूर्व डीएसपी साहबले पनि आफ्नो सारगर्भित मन्तव्यहरू यहाँ राखिसक्नु भएको छ। प्रकाशज्यू हुनुहुन्छ, त्यसै गरी सपना बहिनी हुनुहुन्छ, खुर्बाजी हुनुहुन्छ र मृगौला पीडित जो सहयोगको याचना गर्दै बेहोसी हालतमा यहाँ आउनु भएको छ र एकछिनपछि उहाँलाई हामी सहयोग गर्ने नै छौँ। त्यसै गरी ट्यासमा रहनुभएका उद्धार गरेर ल्याइएको अर्को महानुभाव पनि हुनुहुन्छ। मैले यहाँलाई के निवेदन गरौँ भने तपाईँहरूसँग मेरो सहकार्य भएको अलि लामै भएछ। खास गरी दर्शक दीर्घामा रहनुभएका मिडियाका साथीहरू, तपाईँहरूलाई दसैँ त भयो, तिहारको हार्दिक मङ्गलमय शुभकामना। अब घर सङ्घारमै तिहार आइसकेको छ, हामी त्यति धेरै खुसी हुन सकेका छैनौँ किनभने यो तिहार यसपटक रक्तरञ्जित तिहार भएको छ। रगत लतपत दिएको यो अवस्थामा जेनजीका भाइ बहिनीहरूले आफ्नो प्राण गुमाउनु परेको छ, शहादत प्राप्त गर्नुभएको छ। उहाँहरूप्रति हामी शोकाकुल छौँ। उहाँहरूलाई श्रद्धाञ्जली व्यक्त गर्दै पीडितहरूलाई उद्धार गर्न, उपचार गर्न, सबै खाले वैदेशिक रोजगार पीडित र मृगौला पीडित, क्यान्सर पीडितहरूलाई मद्दत गर्न विशालजी हामीले जुन पहल गरेका छौँ त्यो गतिमा अगाडि बढिरहेको छ। तपाईँहरूले देखिरहनु भएको छ। मलाई आज पनि सम्झना छ, विशालजी र मेरो भेट केही समय अगाडि भएको हो। तपाईँहरूको यो क्यामेरा साक्षी छ कि त्यतिखेर विशालजीले चिनाउनु भएको एउटा बिरामीलाई 2-3 ठाउँमा गरेर मैले 40,000 सहयोग पनि गरेका थिएँ र उहाँ त्यो बेलादेखि नै कसरी हाउ टु कन्ट्रिब्युट सोसाइटी भन्ने कुरोको चिन्ता गरिरहने व्यक्ति हो र यहाँ साथीहरू सबै सामाजिक सेवामा तल्लिनै हुनुहुन्छ। मिडियाकर्मी मित्रहरूसँग तपाईँहरूले पनि निस्वार्थ भिडियो खिचेर त्यसलाई प्रकाशन प्रसारण गर्न तपाईँ महान भूमिका खेल्नु भएको छ। म धेरै के बोल्नु, अब यो तिहारको शुभकामना पनि व्यक्त गरौँ भन्ने आज मित्रहरूको उद्देश्य छ। सामाजिक सेवाको निम्ति आफूलाई अहोरात्र खटाउने देश जनता विकास समृद्धिको पक्षमा आफूलाई जहिले पनि जनताकै किताबमा उभ्याउने र सरकारले गरेको गलत कामप्रति पनि खबरदारी गर्ने एउटा प्रतिपक्षीय चेतना मन पनि चाहिन्छ। 10 रिस्पेक्ट जराथुसका लेखक फ्रेडरिक निल्सनले भन्नुहुन्छ, जसको हृदयमा करुणा बगाउँछ त्यो मान्छेले मात्रै समाजमा अरूको भलो गर्न सक्छ। जसले कुनै पनि व्यक्तिलाई सहयोग गर्दैन त्यसको जिन्दगी निरर्थक हुन्छ। उहाँ पनि जेनजी नै हुनुहुन्छ। तपाईँले देख्नु भएको छ, जेनेरेसनको हिसाबले उहाँ जेनजी नै हुनुहुँदो रहेछ। मैले पनि अहिलेसम्म लाखौँ लाख सहयोग गर्दै आएको छु। आजसुकै मानवकोठी जसरी पनि सहयोग गर्ने हो भन्ने भावना छ। सेवा नै धर्म हो। मलाई अहिले पनि सम्झना हुन्छ, सचिन परियार जतिखेर हिन्दू र चिन्तो भएर हस्पिटलको बेडमा लडिरहनु भएको थियो। तपाईँहरूकै क्याम्पमा थियो र मद्दत गर्ने फेरि हामी नै थियौँ। यो कुरा पनि तपाईँलाई स्मरण गराउन चाहन्छु। र अहिले देशमा गरिबी छ, रोग छ, भोक छ, भोकमरी छ, मान्छेहरू खानाको समस्याले प्रताडित भएका छन्। आकाशको राहु पातालको केतु एकचोटि नपरि कसरी चेतु भन्छन्, तर पटक पटक पर्दा पनि हामी नेपालीहरूको चेत खोलेको छैन। सरकारको मुख ताक्छौँ। सरकारले के गर्छ? डायलिसिस गर्नको लागि केही आजसुकै मानवकोठी यसो कनिका छरे जस्तो गर्छ, त्यो पनि कागज पत्र सबै मिलाउ भन्छ। सबैको एक्सिस त्यो हुँदैन। नेपालमा कयौँ यस्ता व्यक्ति छन् जसको नागरिकता पनि बनेको छैन। मलाई यतिखेर अमेरिका बस्ने आफ्नो प्यारो दाजु हेम थापाको पनि सम्झना आउँछ। त्यो खोलेर उहाँले मद्दत गर्नुहुन्छ, हामीले पनि सकेको मद्दत गर्छौँ। विशालजीले पनि गरिरहनु भएको छ। आफ्नो बोली टक्टकाएर मैले पनि जति सकेको त्यति सहयोग गरेको छु।
हाम्रो पूर्व डिएसपी साहबले जाउँ भन्नुभयो र विशालजीले सम्झिनुभयो। तयारी गरेर आएको भए अलि राम्रै सहयोग गर्न सकिन्छु। मैले सकेको सहयोग गर्दैछु। उहाँहरूलाई दुवैजनालाई सहयोग गर्न चाहन्छु। आदरणीय समाजसेवी पुण्य गौतमज्यूले दुईजना, एकजना भाइ एकजना बहिनीलाई उहाँलाई केही सूचना नपाएको पनि उहाँले सकेको सहयोग गर्नुभयो।